प्राकृतिक सुन्दरताले भरिपूर्ण हरियो चौर रंग बिरंगे फूल, ती चराहरूको चिरबिर चिरबिर आवाज अनि कुहिरोले ढपक्क ढाकेका डाँडा काँडालाई निहाल्दै यसपालि हामी लाग्यौं खटर गाउँपालिका वडा नम्बर 10 ह्याङ्गो गाउँको लेक भनेर चिनिने ठाउँ से गाउँ। करिब 3000 उचाइमा अवस्थित यस गाउँ कृषि क्षेत्रका लागि एकदमै उर्वर जमिन रहेछ। यस ठाउँमा पशुपालन लगायत जडीबुटी प्रशोधन जस्ता काममा यहाँका मानिसहरू आफ्नो जीविकोपार्जन गरिरहेका रहेछन्। त्यस्तै हामी पनि यस्तै दृश्यहरू नै निहाल्दै लाग्यौं। हिजो यो ओडामा आएर अनि टक्क लाएर राति चापी ल्याएर होइन खोल्यौँ होइन अनि त्यसपछि गरेर चार्ज 100 अब यो 100 यो 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 खोल्दा त 100 सब कम्प्लिट 100 नेपालको झन्डा फरक सेल्फी ठुलो सानो दिनु अलिक ठिकै थियो सानो दिनु अलिक सानो चाहियो कि हामीलाई सानो दिनु ठुलो दिनु हो यो ठिक छ हो यो त पुरै ढाकिहाल्छ हामीले विद्यालयबाट अब पर्सि बुझाउने तरिकाले भरपाई गरेर घुम्न है ल भिडियो आएपछि हेरौँ यसलाई चाहिँ झन्डा लिएर आइसकेको छौँ अहिले स्कुलको गेटबाट अहिले माथि गइरहेको छौँ मैले गाइस टक्क लाएर होइन अझै कस्तो कस्तो भिडियो आउनु बाँकी नै छ कि आज होइन अरे ओ लोगो दाजु हामी लाग्यौँ ल ओके हुन्छ अब दाजुले पनि शुभयात्रा दिइसक्नु भयो ल अब हामी लाग्यौँ हामी अब लाग्यौँ होइन केही भन्नु छ बड्डा ल भन ल तिम्रो शुभयात्रा चाहिँ क्लियर राम्रो होस् है ल ल हुन्छ अब हामी यो कोठाबाट लाग्यौँ यति बेला चाहिँ हामी अब यहाँबाट निस्किसकेको छौँ अनि हामीसँग छ ड्रोन DJI Mavic Mini ड्रोन छ अनि हामीसँग क्यामेराको लागि iPhone 13 छ र यस्तै गरी हामीसँग पावर ब्याङ्क अनि त्यसपछि ग्याजेटहरू सानो पावर ब्याङ्क अनि लगायत धेरै ग्याजेटहरू बोकेका छौँ। किन पसिना भएको छ पुरै उकालो हिँड्दा हिँड्दै होइन पारिदेखि चाहिँ यता औलेलबाडाको चाहिँ लेक होइन उता पारिपट्टिको त औलेलबाडाको लेक अनि यो चाहिँ अब सही जाने बाटोमा अहिले चाहिँ यस्तो उकालो छ कि दुईजना हो नि त मजाले दुईजना छ पसिना आइरहेछ होइन पसिना होइन 5 घन्टा हिँड्नु छ माथि लेकतिर जानलाई हाम्रो स्वयं उसमा पुग्नुलाई हामीलाई ठ्याक्कै 5 घन्टा हिँड्नु छ 5 घन्टा हिँड्नु पर्छ अरे बाबा यति पसिना आयो कि तै पनि ठिक छ होइन ट्रेकिङ जाने हो केही छैन होइन अब हामी भोलि मात्र फर्किनेवाला छौँ लस यति उस्तै पढ्यो नि त्यतै बस्नेवाला पनि छौँ त्यतै बस्नेवाला पनि छौँ भिडियो बनाएर राम्रो पोजहरू यताउति गरेर है ल ठिक छ ल सब ल्याएको छौँ व्यवस्था पनि ल ठिक छ हामी चाहिँ यति बेला त्यो कुडी लाग्ने अनेकन्ठा ठाउँमा अनि चारैतिर जताततै कुडी लागिसकेको छ आउँदै हुनुहुन्छ हाम्रो पछाडि दिदी त्यसपछि गएर एकजना हाम्रो बिरजङ भाइ
मेरो के हुँदैन फर्स्ट दिन त्यसको सेफ्टी छ भित्र छ हैन नाचिँदैन होइन बलियो छ ल त यो बाटो अब चाहिँ सेगाउँ माथि छ होइन ल जाउँ होइन ल जाने हो Under the boughs where the shadows play, the wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales. त्यसपछि हजुरहरू तल औलतिर जानु हुँदा कि नै औला हाम्रो औल औले होइन त्यहाँ तल यो औल भयो यो लेखा यो लिएको होइन खेत गए तल ए वहीँ छन् होइन यतातिर अब गोरु भैँसीहरू चराउन मात्रै आउनुहुन्छ होला यहाँ यता बाटा घर त्यही औल अब बाटा भनियो ए मध्य औलै छैन मध्ये औले छन् होइन बाटो काम यो चाहिँ से गाउँ हो यहाँका स्थानीयहरू खतका पनि रुख छ त हप्रा सिधै तेउरीको मिल्न त तेउरी छ तेउरीको पुरो पुल भनेपछि बाढ त्यसै आएर भन्नुहुन्छ ए अझै हाम्रो लागि रोटी हाल्दै हुनुहुन्छ नास्ताको लागि यहाँ लेकमा आएको हाम्रो शङ्कर अङ्कलको घर उसले कि पोल्लो शङ्कर अङ्कलको घर माथिले चाहिँ यिनका ससुरालीको घर अनि यहाँ कोही छैन खालि ताला लागिरहेको छ यो खोइ हाम्रो मिनालाई चिन्छौँ हामी मिनाको घर रहेछ यहाँ बाख्राहरू नि आउन जाउँ गाउँ यस्तै छ गोरुहरू बाँधिरहेको रहेछन् मान्छे होला नि सायद यो गोरुको लागि मान्छे के यतिकै बान्ने मान्छे पछि ए अनि त्यो भयो अनि यी कसका घरहरू त घरमा कोही पनि छैन यो चाहिँ गाउँ त्यसमा माथि लेख जाने भने लेख कि त्यो माथि थाहा त्यहाँ आउन सक्छौँ होला त्यहाँ माथि ताल छ अरे त्यो ताल हेरेर आउने भन्ने कुरो भयो होइन हामी पनि आरामै छौँ तल औलतिर जानु भएन गएन है कति दिन भन गएको हजुर पनि जानु अरे क्या हजुरको मिनाको मम्मी हो ए चिन्ह कसको सुभाष कि ए सुभाषले पनि चिन्ह त्यहाँ त्यही भएर हजुर ड्रोन ल्याएको थियौँ त्यही उडायौँ कहाँ कहाँ गएर हामी जाने ठाउँ हजुर लामा डाँडो तल्लो डल्के अबल्लो डल्के सराडो गर्नु हजुर अबि बुर्के छैन निजारा पानी बासुधारा पनि छ त्यहाँ बासुधारा भन्दा हजुर ताको पानी उयो अबि अन्नी खाना ताइदै गयो थाना अन्नी पाइन्छ अनि त्यही ऊ होला नि के त्यहाँ मान्छेहरू बस्छ होला त्यही त्यहाँ दिन्छन् त्यहाँ अनि त्यहाँको देउता चाहिँ कहाँको हजुरको थाहा कहाँदेखि आएको कहाँको देउता हो भनेर केही थाहा हजुरलाई थाहा छैन होइन ए यहीँकै हो कताबाट आएको होइन जगत माई होइन
सबको धनी जगतमाला माई मैले पनि नाम सुने सुन्नु त धेरै नै रोटी लियौँ माथितिरै खाउँला पछि भोक लागेपछि हजुर मैले भिडियो बनाएको त भिडियो बनाएको हजुर जाडा त हजुर झाडहात भन्नाले यता झाडी भएको ठाउँ कि कस्तो आए खाँदा बिचै बिच ए ल ल हुन्छ त्यही गरौँ ल मेरो चाहिँ गमगढी हजुर उकालो ओह्रालो प्रायः त्यस्तो हिँड्नु त हिँडेन म अलि त्यति साह्रो बिजन रोटी खाँदैछन् आज हाम्रो खाना यहीँ भयो यहाँ खाना खाएर अब यो निस्किँदैछौँ हामी लाग्दैछौँ अब हुन्छ त अब गयौँ हामी है ल हुन्छ खबर गरौँ ल हजुर आउँदै भयो है हुन्छ ल हुन्छ ल बाई बाई भन्ने हामी गयौँ ल यो पनि रहेछ यो मन्दिर माईको हो उहाँकै शाखा होला जगत माईको मन्दिर रे म चाहिँ दर्शन गरौँ न एकलट जगत माई उहाँ हुनुहुन्छ मूर्ति छ होइन यो चाहिँ जगत माई रहेछ अहिले पनि हामीलाई रक्षा गरौँ न Under the boughs where the shadows play, the wind hums songs at the break of day. Whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills through the velvet dark, etching patterns, leaving. यस्तो ठाउँमा आयौँ कि हामी यस्तो जङ्गलको बाटो होइन हिँडिरहेको छौँ कस्तो लागिरहेछ फेरि तिमीलाई बवाल लाग्यो होइन अँ, ए जङ्गलको बाटो सिकारी नभन माया त खोज्दैछौ भिकारी नभन ए जङ्गलको बाटो क्या अरे सिकारी नभन माया त खोज्दैछौ भिकारी नभन ओहो यो चाहिँ पुरै जङ्गलको बाटोमा चाहिँ हामी चाहिँ यति बेला हिँड्दैछौँ यो चाहिँ लास्टै जङ्गल छ कि बाटो अप्ठ्यारो वान मिस्टेक गेम फिनिस वाला बाटो छ जस्तो मान्छे पनि हेर्नु न यस्तो ठाउँ छ है यहाँ जाउँ ल। यस्तरी हिँड्नु पर्यो है यस्तो चिप्लो छ चिप्लो छ है बाटो यस्तरी हिँड्नु पर्यो यहाँको बाटो लास्टै खतम छ क्या हिँड्नै सकिँदैन काम त लागिगयो जङ्गलै जङ्गल छ यहाँ त हामीले यो उताको पुरै जङ्गल काटेर अहिले चाहिँ हामी यो घाम लागेको ठाउँमा आयौँ पारिपट्टिको पुरै त्यो जङ्गल छ नि सब जङ्गल काटेर अहिले चाहिँ हामी अब सुक्खा डाँडामा आइसक्यौँ यस्तो ठाउँमा आइसक्यौँ अहिले हामी यस्तो ठाउँ यो जङ्गल काटेर अहिले यस्तो ठाउँमा आइसक्यौँ पुरा नाजुक छ कि यहाँको अवस्था यस्तो बाटो रहेछ त्यही भएर त खत्तम रहेछ मान्छेहरू प्रायः नआउने रहेछन् यहाँ बाटो अलि गाह्रो कठिनै लाग्यो मलाई चाहिँ अब चाहिँ हामी यस्तो भिडको बाटो हिँड्दैछौँ है यो पुरै भिड छ नि अब यो भिडको बाटो हिँड्दैछौँ हामी यति बेला गाह्रो छैन अवस्था
तपाईँहरूले देख्नुभयो यो बाटो चाहिँ अलि अप्ठ्यारो कष्टकर रहेछ तैपनि हामी हिँडेकै छौँ लास्टै यो पुरै जङ्गलको के यो पारिपट्टिको पुरै जङ्गल हो अनि यहाँ अहिलेसम्म मैले जुन भेटाएको जङ्गल चाहिँ यो मात्र हो अनि यहाँ चाहिँ उसको रुख रहेछन् कि त्यो बाँझा होइन बाँझो सब बाँसको रुख र यो तराईको जस्तो जङ्गल छ क्या पुरै सल्लाहको त रुखै छैन यहाँ जाडेहरू आएछन् रोटी देउनु जाडेको लागि यता सुल्टो रोटी मुला साग अघि भोग्ने किन भुगेछौ अघि तिमीहरू आइज के छ चक्की आइज ल ल कम कम आइज न डर मन ल ल ल कि अब जाऊ 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 सकियो जाऊ 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 सकियो जाऊ जाऊ ल जाऊ है तिमीहरू ल जाऊ बाई बाई लास्टमा हेर्ने न शेर्नी अन्नी बजाउने अन्नी खाने भयो बाबा त्यता गाँच्नु हालो यता के खाम कि धुन हेर्ने अब हेरियो नास्तालाई अब नास्तालाई हेरियो हेर्ने न हेर्ने गाह्रो छ सकिएन जान बरु त्यो पारीको लेकमा जान पाए हुन्थ्यो यस्तै रहेछ यहाँको ठाउँ पानी पर्यो यता कपडा सपडा लगायौँ अब चाहिँ हामी बिस्तारै अब जाने कुरो छ अनि बिस्तारै कुरो छ पानी पनि परिरहेछ हल्का फल्का अनि सेको लेक चाहिँ कहाँ हो लेक भन्छु त्यो उ के अरे त्यो हेर्ने हेर्ने चाहिँ हामीले खासै त्यहाँ पत्ता लगाउन सकेनौँ होइन यत्रो डाँडामाथि चाहिँ हामी जान सक्दैनौँ किन भन्दाखेरि हाम्रो टाइम पनि छैन यति बेला चाहिँ 5 बजिसकेको छ 5 भन्दा नि 1 बजिसकेको छ अझै होइन 5:30 भइसक्यो होइन 5:30मा हामी त्यत्रो डाँडो कसरी काट्न सक्छौँ र त्यो सकेनौँ हामीलाई चाहिँ यिनीहरूले साथ दिए तिमीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद तर सुरुमा भुक्यो यिनीहरू सुरुमा भुक्यो तर पछि अब हामीले खाना बोलाएपछि आइहाले टक्क लगाएर होइन ल कुरिटा गरेर हामी अब लागिदियो ल ब्याग सेक लागिहाल्ला खास काम पानी खाल्यो ल ठिक छ यी पनि जान्छन् झन्डा कहाँ गयो यही नै हुन्थ्यो हामी त हटे न म हटे न यही होइन कि यो बाटो अब के गर्नु सिनारी हो नि त पनि दिदी भाइ कहाँ पुग्यो आज अझ उता कहाँ काट्नु पर्ने अझ तल जानु पर्ने सेहीमा रमाइलो छ रमाइलो छ रमाइलो त्यही गर्नु पर्छ अरूभन्दा रमाइलो सेहीमै छ यसो हामीले गएनौँ भनेर फोन गरेँ हम दाजुलाई जङ्गल जो देख्दा त यहाँ तल मात्र मऱ्यो त है त बसियो आज रारा जङ्गल जो देखिँदा दाजु यहाँ त रारा पुगेको कि त हजुर आइदियो बसियो तल रारा छेउछाउ देखिँदा पर पानी देखिँदा अब डिलरको रारा छेउछाउ त त्यो छाला नि त छाला त आइ त बसियो खोइ तल हाई स्कुलतिर आइ त फस्यो त अब खोइ अब त्यो हाई स्कुलमा सोध्दाखेरि हुन्थ्यो हाउडो लगाएको रोटा पुटो देखिँदा त्यहाँ उजे लाग्दा अँधारो यहाँ त अँधारो भएको यस्तो फस्यो त दुई दिन अरू लाग्ने उब्जानलाई दुईतिर उता आइहाल्यो उता आइगयौँ
कहाँ कुण्ड अब दुध कुण्डे अब हामी अब भोलि पुगौँला भोलिको बिहान त्यही 6-7 बजीतिर पुग्छौँ हुन्छ बाई बाई गरेर हामी लाग्यौँ ल बाई बाई है ल बाई 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 ल बाई 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 गर्दा नि पर बाई बाई गरेर ल बाई बाई ल है ल गयौँ है ल बाई बाई